सर्वप्रथम परमेश्वरलाई धन्यवाद भएको होस् र सम्पूर्णलाई ख्रीष्टीय अभिवादन। आउनुहोस् आज पनि हामी भजन सङ्ग्रहको पुस्तकबाट भजन नम्बर 9 1 देखि 20 सम्म पाठ गरौँ। आउनुहोस्। हे परम प्रभु, मेरो पुरा हृदयले म तपाईँको प्रशंसा गर्नेछु। तपाईँका सबै आश्चर्य कर्महरूको वर्णन म गर्नेछु। म तपाईँमा रमाउनेछु र उल्लसित हुनेछु। हे सर्वोच्च परमेश्वर, तपाईँको नाउँमा म स्तुति गाउनेछु। मेरा शत्रुहरू पिठ्यु फर्काएर भाग्छन्, तिनीहरू तपाईँको सामुन्ने ठक्कर खाएर नष्ट हुन्छन्। किनभने तपाईँले मेरो अधिकार र मामिलाको रक्षा गरिदिनु भएको छ। सिंहासनमा विराजमान भई तपाईँले निष्पक्ष न्याय गर्नुभएको छ। जाति जातिहरूलाई तपाईँले हप्काउनु भएको छ र दुष्टहरूलाई नष्ट पार्नु भएको छ। तपाईँले तिनीहरूको नाउँ सधैँको निम्ति मेटिदिनु भएको छ। शत्रुहरूमाथि अनन्त विनाश छाएको छ। तिनीहरूका सहरहरू तपाईँले उखेल्नु भएको छ। तिनीहरूको नाउँ निशानै मेटिएको छ। परम प्रभुले सदाकालको निम्ति राज्य गर्नुहुन्छ। उहाँले न्यायको निम्ति आफ्नो सिंहासन तयार पार्नु भएको छ र उहाँले धार्मिकतासित संसारको न्याय गर्नुहुन्छ। उहाँले निष्पक्षतासित मानिसहरूमाथि शासन गर्नुहुन्छ। थिचोमिचोमा परेकाहरूका निम्ति परमप्रभु किल्ला हुनुहुन्छ। कष्टको समयमा एउटा स्वर्ण स्थान। तपाईँको नाउँ जान्नेहरू जतिले आफ्नो भरोसा तपाईँमा राख्छन्, किनकि हे परमप्रभु, तपाईँको खोजी गर्नेहरूलाई तपाईँले त्याग्नु भएको छैन। सियोनमा विराजमान हुनुहुने परमप्रभुको स्तुति गाओ। मानिसहरूका बीचमा उहाँका कामहरूको घोषणा गर, किनकि रगतको बदला लिनुहुनेले सम्झना गर्नुहुन्छ। सङ्कटमा परेकाहरूको पुकारलाई उहाँले व्यवस्था गर्नुहुन्न। हे परमप्रभु, म माथि अनुग्रह गर्नुहोस्। हेर्नुहोस्, मलाई घृणा गर्नेहरूबाट मैले कस्तो कष्ट भोग्नु परेको छ। तपाईँले नै मलाई मृत्युको मुखबाट छुटाउनुहोस् र सियोनकी छोरीका ढोकाहरूमा म तपाईँका सबै प्रशंसाको घोषणा गर्न सकूँ र त्यहाँ तपाईँले गर्नुभएको उद्धारमा म रमाउन सकूँ। जाति जातिहरू आफूले खनेको खाल्टामा आफै जगिएका छन्। तिनीहरूले लुकाएर फैलाएको जालमा तिनीहरू आफै परेका छन्। परमप्रभु त उहाँकै न्यायद्वारा चिनिनुहुन्छ। दुष्टहरू चाहिँ आफ्नै हातका कामको जालमा फँसेका छन्। दुष्टहरू चाहिँ पातालमै फर्केर जानेछन्। सबै जातिहरू जसले परमेश्वरलाई बिर्सन्छन्, तर दरिद्रहरूलाई सधैँ बिर्सिने छैन। पीडितहरूको आशा कहिले चकनाचुर हुने छैन। हे परमप्रभु, उठ्नुहोस्, मानिस विजय हुन नपाओस्। जाति जातिकोहरूको न्याय तपाईँको सामुन्ने होस्। हे परमप्रभु, तिनीहरूलाई भयभीत तुल्याउनुहोस्। तिनीहरू त मानिस मात्र हुन् भनी जातिहरूले थाहा पाउन्। यस वचन पढेर सुनाइमा परमेश्वरले आशिष गरून्। हस्, धन्यवाद। आमेन।